हेलो एभ्रिवान म आज यहाँ लाइब्रेरीमा आएको थियो र यहाँको लाइब्रेरी चाहिँ यो हो पब्लिक लाइब्रेरी म अहिले लाइब्रेरीबाट बाहिर निस्किसकेको मात्रै थियो र मैले यो नोटिस गरेँ यो पटमा यो चाहिँ लाइटको पोल हो र लाइटको पोल पनि ग्रिन गरेर पेन्टिङ गरेर के अब यो रुखहरूसँग म्याचिङ बनाएर यो रुखमा यो पोलमा ग्रिन पेन्ट गरेको छ र यो उसमा हेऱ्यो भने कति राम्रो फुल झुन्डाएर क्या अब यिनीहरूले यसरी राख्नुको कारण चाहिँ म यहाँ हेरेँ नि उयो यो पोलमा पनि छ हो अनि उयो पोलमा पनि छ र यसरी रुखको वरिपरि यिनीहरूले चाहिँ यति राम्रो केयर गर्छ यो फुलपातहरू भनेपछि बिकज यो एउटा अब डेकोरेटिभ पिस मात्रै भएन यसले अब के गर्छ के मेसेज दिन्छ भने द्याट द पिपल हियर आर भेरी केयरफुल अबाउट द स्पिसिस अफ प्लान्ट्स दे have around their community. They are very selective and very creative. Selective plus creative. यति क्रिएटिभ हुन्छ उनीहरू जस्तो कि अब यहाँनिर हेऱ्यो भने अब यहाँ वान लाइन छ यो यसकै सिजन हुन्छ इट विल ह्याभ इट्स ओन सिजन अफ फ्लावरिङ एन्ड इट विल ह्याभ इट्स ओन सिजन एन्ड वेन इज देयर टाइम अफ फ्लावरिङ र ब्लुमिङमा इट विल लुक ब्युटिफुल see around the city even the light poles are painted green matching the looks bluish but it matches so well with the environment around and they have beans around sealed bean you expose China so that the birds and all they don't have actually they don't have street dogs around so no problem of street dogs but even the birds they will not litter around and the beans will not यो हावाले बिन्सहरू यताउता फ्याँक्दैन र यो सिल गरेर कति राम्रोले हेर्दाखेरि अब बिन्स जस्तै देख्दैन हो सो इट्स अर्गनाइज सो वेल एभन यो सेलेक्ट प्लान्टको सेलेक्सन हेऱ्यो भने कति राम्रो डिफ्रेन्ट भेराइटिज हो अनि फर इन्स्टेन्स अब यो एउटा गभर्मेन्ट अफिस हो यो यहाँ मेरो अगाडि भएको यहाँको सिटी सेन्टरको गभर्मेन्ट अफिस हो र यसको अगाडि उनीहरूले कति राम्रो गरेर अब यो एउटा प्लान्ट सेलेक्ट गरेर उनीहरूले यहाँ रोपेको छ अनि यो एउटा प्लान्टले यो गभर्मेन्ट यो अब यो अफिसको एस्थेटिक भ्यू कति एनहान्स गर्दैछ हेर्नुहोस् न जस्तै कि उयो रुख भयो एउटा हो कति राम्रोले एनहान्स गर्दैछ एस्थेटिक भ्यू अनि यो एक्चुअली अस्ट्रेलिया चाहिँ डेजर्ट टाइपमा हो र उनीहरूले अब यो ग्रिन्सहरू प्रिजर्भ गर्नु लागि कति एफर्ट लाउँछ अब जस्तो कि यहाँ हेऱ्यो भने अब यहाँ एउटा रक गार्डन बनाएको छ तर उनीहरूले अब यहाँनिर यस्तो रुखको जस्तो कि यो ब्रान्चेसहरू काटेको हुन्छ उनीहरूले मेसिनले सानो ग्राइन्ड गरेर अब यो ओभर द टाइम डिके हुन्छ र सोइललाई कति राम्रोले एनहान्स पार्छ अनि यो सेलेक्टेड अब यो हेऱ्यो भने एउटा घाँस जस्तै हो देख्छ हो हाम्रो उतातिर हो भने काटेर फ्याँक्छ तर उनीहरूले अब यो राखेर सेममा कति राम्रोले देखिन्छ अनि अब यो लाइनमा भयो भने डिफ्रेन्ट स्पिसिस अफ प्लान्ट अनि वान थिङ आई नोटिस्ड वाज अब यो स्ट्रक्चरहरू कति राम्रोले मिलाएर बनाएको गार्डनिङ अनि विथ गार्डनिङ वाटरिङ इरिगेसन सिस्टम पनि बिकज यहाँ समर टाइममा चाहिँ एक्सट्रिमली हट हुन्छ टेम्परेचर अलमोस्ट 45 यस्तो पुग्छ तर पनि त्यति बेला हामीले ग्रिन वी क्यान स्टिल सी ग्रिन इभन ड्युरिङ एक्सट्रिम समर टाइम अनि यो प्लान्ट हेऱ्यो भने इट्स अ चेरी ब्लोसम वाइट चेरीहरू छ र वाइट चेरी उता साइडबाट हेऱ्यो भने यो बिल्डिङको अलरेडी द बिल्डिङ इज डिजाइन्ड इन ए भेरी ब्युटिफुल डिजाइन र यसलाई उता टाढाबाट हेर्दाखेरि यो वाइट चेरी ब्लोसमले यति एनहान्स गर्छ कि यति राम्रो देख्ने
यतिको सेलेक्टिभ चाहिँ हुनुपर्दो रहेछ है हामीले अब एराउन्ड दि रेसिडेन्स भयो त्यहाँ गभर्मेन्ट अफिसेस भयो पब्लिक स्पेसेसमा भयो यतिको सेलेक्टिभ छ भने चाहिँ जुन चिज पनि राम्रो देखिने अब यो एउटा भयो अब उहाँ साइडमा डिफ्रेन्ट थियो भने यो साइडमा हेर्नुहोस् कति राम्रोले अर्गनाइज गरेर बनाएको छ उनीहरूले यति एफोर्ट लगाएको छ जस्तो कि यहाँ वान लाइन डिफ्रेन्ट इभन हाइटबाट हेऱ्यो भने दिस विल नट ग्रो टलर देन दिस प्लान्ट विल नट ग्रो टलर देन दिस र अब यो ब्लुम हुँदाखेरि आई थिङ्क इट विल ब्लुम लाइक इट विल गिभ रेड काइन्ड अफ फ्लावर यो पनि ब्लुम हुन्छ होला यसकै सिजनमा र यु क्यान सी द सिज एराउन्ड अनि यो डिफ्रेन्ट भयो यो डिफ्रेन्ट भयो अनि यो डिफ्रेन्ट भयो एन्ड इन द मिडल यु हेभ दिस जायन्ट ट्री एज इफ पेइङ रेस्पेक्ट टु दिस ह्युज ट्री यु नो अनि उनीहरूले दे हेभ नट लेफ्ट इभन ए सिङ्गल पोल सबै पोलमा कति राम्रोले लगाएको छ यतिको चाहिँ हुनुपर्ने रहेछ अनि एभ्री सेक्सनमा उनीहरूले बस्नेको व्यवस्थाहरू लाइक दे हेभ चेयर्स टु रेस्ट एन्ड इन्जोय द सिन अराउन्ड एन्ड द्याट वान इज एक्चुली अ सपिङ सेन्टर स्टिल देन अब कुनै जग्गातिर मार्केट हो मार्केट प्लेस हो भन्दा कति लिटर हुन्छ कति मैला हुन्छ तर यहाँ हेऱ्यो भने अब वान इन्ट्रेस्टिङ थिङ एउटा राम्रो जग्गा चाहिँ फ्लावर कति राम्रोले डिजाइन गरेर लगाएको छ भने चाहिँ यसमा हेर्नुहोस् न यो ग्राउन्डमा कति राम्रो लगाएको छ हेर्नुहोस् न भेराइटिज अफ फ्लावर्स र यसको डिजाइन हेर्नुहोस् न डिजाइन यो एक्सट्रिम टेम्परेचरमा पनि यिनीहरूले यसलाई सेभ गर्छ दे टेक सो मच केयर एन्ड इभन ड्युरिङ द एक्सट्रिम समर टाइम यु क्यान सी द ग्रिन्स अराउन्ड यु क्यान सी so much effort कति effort community center बाट to make the areas more beautiful, more green. And त्यो मात्रै भएन उनीहरूकोमा के छ भने अझै यता हेऱ्यो भने पानीहरू अब यहाँनिर दे हेभ डिफ्रेन्ट अब के हो इको सिस्टम यति रिच अब यहाँ हेऱ्यो भने यु क्यान सी द डक्स लिभिङ देयर मोमेन्ट सो नेचर र ह्युमन चाहिँ यति बिजी ट्राफिक छ यति बिजी यो छ हो यतिको गाडी हिँड्छ तर पनि अब साइडमा हेऱ्यो भने दे हेभ सो मच उयो प्रिजर्भेसन नट रियली प्रिजर्भेसन पनि होइन होला तर एफर्ट्स इन किपिङ द इन्भाइरोमेन्ट रिच एन्ड यु नो ह्याभिङ द प्लान्ट्स एन्ड फ्लावर्स यतिको चाहिँ उयो छ है यतातिर यतिको चाहिँ रहेछ सो दिस इज समथिङ वी क्यान अलवेज लुक एट एन्ड रिप्लिकेट हामीले अब यहाँ यस्तो रहेछ भनेर यस्तो राख्ने होइन र वी क्यान अलवेज रिप्लिकेट ब्याक इन आवर होम टाउन्स हामीले हाम्रो होम टाउन्समा रिप्लिकेट गर्न सक्ने जिनिस हो यिनीहरू चाहिँ हामीले पोलिसी मेकर्सहरू भयो त्यहाँबाट डिजाइनर्स भयो आर्किटेक्ट भयो we have our community architects or Jangkak architect, Jangkak engineering उनीहरूले यो सबैमा एफर्ट लाउन सक्छ हेलो सो यो फुल्सहरू हेर्नु सक्छ अब यो डिफ्रेन्ट काइन्ड अफ फुल्स फेरि यहाँ दिस इज डिफ्रेन्ट काइन्ड अफ फ्लावर्स सो हेर्नुहोस् यो चाहिँ क्याङ्गुरू फ्लावर्स भन्छ
सो यो वाटर नि उनीहरूले के गरेको छ भने यो अल द वे अब यसो गरेर यो कनेक्ट भएको छ, यो उतासम्म कनेक्ट छ। अब यहाँ भयो, यहाँ पुल एउटा बनाएको छ, यहाँबाट यो सेम वाटर यहाँ कनेक्ट भएको हो अघिको फर्स्टको देखेको, अनि यो सेम वाटर अन्डरग्राउन्ड भएर पुल एउटा यहाँ छ, एउटा यहाँनिर यता छ, यतानिर छ पुल यहाँनिर। अनि उनीहरूले पार्कहरू, दिस आर सम अफ द गुड examples like of how we can make park, not like a random park ko naam ma just random garera flower to have few plants around, to have few flowers and then call it park. No, so it should be something like this, or it should be something like this: water, different flowering, different trees. So this is what I really liked about the this place. So देखाउनु सक्दैन र म यस्तो डिफ्रेन्ट थिङ्स यहाँ देखेको कुराहरू। यो चाहिँ कहाँ हो भने लोकेसन चाहिँ वेस्टर्न अस्ट्रेलिया, पर्थ बेलमोन्टमा हो, बेलमोन्टमा। So Balmond is one of the beautiful place in Western Australia, Perth. They have so many parks around, especially parks, and different lives could be fine. I mean the different lives हामीले देख्न सक्छ। अब उनीहरूले यो पार्क बनाउँदाखेरि अब जस्तो कि यो वाटर बडी एउटा उनीहरूले बनायो, सो यो स्ट्याग्नेट वाटर होइन, यो कन्टिन्युस फ्लोइङ वाटर हो। र उनीहरूले यो मात्रै पानी मात्रै लगाएर होइन, यो उनीहरूले अन्डर वाटर लाइक पानीभित्र पनि उनीहरूले लाइफ्सहरू बनाएको हुन्छ। जस्तो कि यहाँ हेर्नुहुन्छ अन्डर वाटर प्लान्ट्सहरू, वाटर यो पानीमा पाउने प्लान्ट्सहरू, सिविड्सहरू हुन्छ। अनि कुनै जग्गामा उनीहरूले टर्टलहरू पनि छोडेको हुन्छ भित्र हो यसरी। अनि बर्ड्स क्यान लिभ सो फ्रिली यतातिर यसरी। Mostly you can see water birds around. यस्तो होइन कि हामीले यो वाटर बर्ड्सहरू देख्यो भने हामी देखेको बित्तिकै भागेर जान्छ, बिकज दे आर भेरी युज टु स्टेइङ क्लोज विथ पिपल। र इफ यु सी अराउन्ड लाइक अब यो फुटपाथ भयो, सो पिपल डोन्ट वाक ऱ्यान्डमली जतासुकै चाह्यो यसरी हिँड्ने होइन रहेछ। सो यसरी फुटपाथले कनेक्ट गरेको छ र पिपल आर दे हेभ द सेन्स द्याट ओके यता लिटर गर्नु हुँदैन भनेर। यतिको चाहिँ हुनुपर्ने रहेछ, यतिको चाहिँ यो डेभलपमेन्ट, आफ्नो एरिया डेभलपमेन्ट ब्युटिफाई गर्नु भन्यो भने चाहिँ यतिको चाहिँ हुनुपर्ने रहेछ। यसरी यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो बनाएको छ उनीहरूले। यतिको छ भने चाहिँ एकदमै राम्रो हुन्छ। र किन राम्रो हो भने नि वाइ इट इज इम्पोर्टेन्ट मेरो लागि भने चाहिँ किनकि हामी अब ह्युमन चाहिँ आजभोलि चाहिँ के भएको छ भने नि वर्क 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 हो। वी आर सो स्ट्रेस्ड with our everyday works, with our everyday businesses, everyday studies. Like for instance, म अहिले भर्खर असाइनमेन्ट गरेर आएको र असाइनमेन्टबाट आउँदाखेरि यस्तो ग्रिनरी र यस्तो नेचर देख्दाखेरि आफ्नो हाफ अफ द स्ट्रेस हराइजान्छ, हामीले बिर्सिजान्छ हामीलाई। र यो साइन्टिफिकली प्रुभन पनि हो। र नेचर हेज द पावर टु हिल आवरसेल्फ। द्याट्स वाइ इट्स भेरी इम्पोर्टेन्ट to invest in maintaining greeneries around cities.